के हो यो के हो कल्ले हजुर कल्ले रक्सी हो ए त्यो त हुँदैन किन खाँदैन नि कहिले हो र अहिले खाइराख्नु पर्छ कल्लेको खै सोल्टिनी छ छैन सोल्टिनी छ अरे सोल्टिनी छ अरे नि त नि सोल्टिनीसँग नाच्नलाई त रेडी हो होइन अब हामी चाहिँ 4 घन्टा पछि चाहिँ हामी यहाँबाट पुग्छौँ होइन अहिले ओखलडुङ्गा बजार पुग्नु कति छ त बजार पुग्नु अब आधी घन्टा छ हाम्रो यहाँ यत्रो सेपेर गएको छ यहाँ छोएर ठोकेको हो क्या यो के तपाईले आफ्नै साइड टेपेर अब कोर्थे गाडी यत्रो कोर्थे के नि यो साइड को कति यहाँ हेर भाइ कति बित्ता छोडेर राख्छ यो गाडी बित्ता कहाँ पुग्छ यहाँ अना पराना सच्चा त्यस्तै रहेछ पराना चट 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 भित्री थियो होइन अर्को बाइक के गर्यो त्यो बिचमा धेरै धेरै चिसो छ होइन हेलो दाइ हेलो गाइस अब त सबैजना गाडीलाई चाहिँ टपेर आइसक्यो होइन अब यो हामी चाहिँ यो पत्ताले कि यो सत्ताले भन्छ यो उकालो चढिरहेको छौँ सो हामी चाहिँ भिटुमा चढिरहेको छौँ है हाम्रो प्रोसँग राइड एकदम बवाल भइरहेछ म चाहिँ एकदम ढुलो भइसक्यो होइन एकदम चाहिँ बिन्दास बवाल हेलो एन्ड नमस्ते वेलकम टु ब्याक माई एनदर ब्लग आई एम एनआर ब्लग है अहिले हामी चाहिँ हलेसीतिर छौँ है अनि हाम्रो आजको विशेष ट्रिप भनेको चाहिँ हामी चाहिँ बिहेमा जाँदैछौँ कि यो अगाडि देख्न सक्नुहुन्छ होइन यो अगाडि 4-5वटा जुन होइन गाडीहरू कुदिरहेको छ नि है हामी चाहिँ सबै गाडी चाहिँ बिहेको लागि जाँदैछौँ कि हामी खोटाङ हलेसीबाट चाहिँ यो सोलुखुम्बु है सोलुखुम्बुको चाहिँ पञ्चन भन्ने गाउँमा जाँदैछौँ त्यतातिर त म फर्स्ट टाइम जाँदैछु होइन हामीलाई त्यतातिरको बारेमा केही पनि थाहा छैन होइन आजको विशेष चाहिँ हाम्रो चाहिँ त्यहाँसम्मको यात्रा रहनेछ हामी चाहिँ 9वटा गाडी छौँ अनि अहिले चाहिँ हामी हलेसीबाट चाहिँ बेहुलाको घरतर्फ लाग्दैछौँ गाइज है हामी तपाईँहरूलाई भेट्दै गर्नेछौँ है त अब हामी चाहिँ होइन ओखलडुङ्गातिर लाग्यो हाम्रो इन्चार्ज जिउ चाहिँ नजाने होइन खुसीबाट पनि लाग्यो होइन अब हामी चाहिँ बेहुलाको घरतिर जाँदैछौँ कि अब यहाँबाट साथीहरू चाहिँ अगाडितिर लागिसकेको छ होइन पछाडि छु म चाहिँ हामी यहाँबाट 6वटा गाडी चाहिँ लाग्यो अब 3टा गाडी उहाँ छ हामी 9वटा गाडी भएर जान्छौँ होइन बाँकी भिडियो चाहिँ हामी बाटोतिर तपाईँहरूलाई देखाउनेछौँ है त अब हामी चाहिँ हलेसीबाट गाउँतर्फ लाग्दैछौँ होइन हाम्रो बेहुलाको घरतिर हामी चाहिँ फाइनल्ली अहिले हामी चाहिँ बेहुलाको घरभन्दा घरको जस्ट आधी बाटो हामी चाहिँ बिहे घर कुन बाटो जाने भनेर होइन एकदम कन्फ्युजमा छौँ हामी कुन बाटो जाने हो 4वटा गाडी अगाडि नै छ होइन हामी चाहिँ यहाँबाट हामी यो बाटो जान्छौँ होइन त यो बाटो जान्छौँ मेरो दाइ हेलो सिसा खोलिदिनु न मेरो दाइ यहाँ हुनुहुन्छ है हाम्रो यात्रा कहाँसम्म दाइ आज हामी बुद्ध चोकबाट पञ्चनसम्म जन्ती जान लाग्छ पञ्चन कुन गाउँपालिका पर्छ त्यो थुलुङ दुधकोशी गाउँपालिका हो यस ठुलुङ दुधकोशी गाउँपालिकासम्मको यात्रा छ आज हाम्रो है 9वटा गाडीको हुन्छ है हामी यहाँबाट कति टाइम लाग्छ अब बेहुला घर पुग्नुलाई 5 मिनट पुग्छौँ है 5 मिनट पुगेपछि हामी त्यहाँबाट चाहिँ हामी 9वटा गाडी हुन्छौँ यहाँ होइन अहिले चाहिँ हामी यहाँ 5वटा छौँ होइन त्यहाँदेखि हाम्रो चाहिँ 9वटा गाडी हुन्छ गाइज है त्यहाँबाट हाम्रो चाहिँ फेरि आजको दिनभरको यात्रा चाहिँ ठुलुङ दुधकोशी गाउँपालिका सोलु पञ्चनसम्मको रहनेछ है आज फर्किन्छौँ गाइज हामी भोलि फर्किन्छौँ भोलि होइन फाइनली गाइज हामी चाहिँ ओखलढुङ्गा हामी सोलु पञ्चन जन्ती जान लागेको है हाम्रो तुवाचुङ मारुति पालिको गाडीहरू चाहिँ हामीले लिएर जान लाग्छौँ
फाइनल्ली गाइज हामी चाहिँ आइसक्यो होइन बेहुलाको घरतिर आइसकेको छ अब यहाँ हेर्नु यति धेरै छ हाम्रो गाडीहरू चाहिँ कतिवटा भयो गाडी 1 2 3 4 5 6 7 8 9 10वटा भइसक्यो है देख्न सक्नुहुन्छ म पनि यही छु माथि है ल अब हामी चाहिँ बेहुलाको घरतिर लाग्छौँ है लागौँ न लागौँ लो सर मेरो दाइ मेरो ह्यान्डसम दाइ अगाडि लागौँ एउटा सोर्टी नि झाप्पा आज मिलाइदिन्छ मैले होइन बेहुलाले मिलाइदिइहाल्छन् केही पनि लग्दैन होइन अब हामी चाहिँ बेहुलाको घरतिर छिर्दैछौँ यो चाहिँ हाम्रो खोटाङ हलेसी तुवाचुङ नगरपालिका 6 पर्छ है यो चाहिँ यो ठाउँ चाहिँ यस्तो छ हाम्रो यो जिल्ला ठाउँहरू अलिकति हेर्दाखेरि पनि होइन रमाइलो छ भनौँ न अहिले चाहिँ हिउँदोको टाइम भएर त्यति धेरै हरियालीहरू छैन अब हामी बेहुलाको घरतिरै भेट्नेछौँ है त भन्नु काका कहाँ जाँदैछौँ काका आज आइनु भनिसके तपाईँले अघि भनिसक्यो होइन अहिले भन्दिनँ तपाईँले भन्नु पर्यो भन्दिनँ आज हामी रबिन भाइको जन्तीको लागि चाहिँ अनि सोलुको पञ्चन फुलुङ दुधकोशी गाउँपालिका जाँदैछौँ हामी कतिवटा गाडी छौँ दाइ हामी 11वटा छौँ होला चान्चुन 11वटा छौँ गाडी अहिले चाहिँ 10वटा छ एउटा चाहिँ प्लस हुँदैछ चान्चुन गर्दाखेरि 11वटै पुग्छ है हामी जाँदा त्यही त भने कहाँ यहीँ नजिक भनेर चाहिँ लागिरहेको थियो मलाई त टाढै रहेछ है बेहुलाको घर चाहिँ कपालले मन पराउने हो कि मलाई टेन्सन भइरहेको छ नि कपडा देखेर नि यस्तो छ नि त फेरि त्यही भएर चाहिँ अलिकति चाहिँ मलाई अब बेहुलाको घरतिर छिर्दैछौँ हामी है चाम्पाङ गएको थियो फाइनल्ली हाम्रो बेहुला दाइ साह्रै ह्यान्डसम देख्दो रहेछ नि यार बे घरे बेहुला हेर्नु न बेहुला यहाँ बेहुला घरतिर आमा मामा हेलो दाइ के हो चुरोड हानिरह यार जानुपर्छ अन्त यो ल ल ल हात धु हात धु न ल ल ल धारा ल यो खालको धारा पनि हाम्रो खोटाङमा बन्द रहेछ नि अलिकति पोलिसी चर्नु पर्यो क्या छिट्टो भएर हात धुँदाको सुरु भइसक्यो अब खाताको बाँकी रहेछ थालेर बसौँ न अहिले त यो राखेर पनि मिल्छ उसले सुँगुरको मासु खाँदैन कि झोलझोल दिनु न भइहाल्छ नि अस्ति सुँगुरको पनि खाएको नि उसले बोसो चाहिँ नखाएको झोलझोल खाएको होइन त रातो मासु खाएको अनि बोसो मात्रै खाएको सुँगुरको मासु त्यो ऊ चाहिँ बोसो चाहिँ नदिनु न अब चाहिँ हामीले खानासाना पनि खाइयो है अब हामी चाहिँ लाग्यो अब हामी चाहिँ गाडीमा चाहिँ ब्यानर टास्नलाई चाहिँ निस्किँदैछौँ हाम्रो अध्यक्ष यता रुखमा चाहिँ सुन्तला टिप्दैछ सुन्तला अलिक टिपौँ न हौ कत्रो ठुल्ठुलो दाना रहेछ फेरि अब हामी यहाँबाट चाहिँ सोलुतिर लाग्छौँ अनि हामी चाहिँ तपाईँहरूलाई त्यहाँदेखिको हामीले जुन अब ठाउँहरू देखाउँदै जानेछौँ होइन हामीलाई पनि त्यति धेरै ठाउँ चाहिँ थाहा छैन कस्तो ठाउँतिर चाहिँ हामी जाँदैछौँ भन्ने कुराहरू चाहिँ तपाईँहरूलाई देखाउँदै जानेछौँ अब हाम्रो चाहिँ ब्यानर कस्ने काम होइन उफर हाल्ने काम हुँदैछ गाडीमा छ ब्यानर यसमा हालेछ है हामी चाहिँ लाग्यो है त सोलुखुम्बुतिर अब हाम्रो गाडीहरू चाहिँ यसरी यहाँ बाटोमा टक्कासँगलाई होइन सबै मान्छे चाहिँ कसरी मिलाउने भनेर चाहिँ होइन हामी चाहिँ ठ्याक्कै बसिरहेको छौँ
हेर्दा हेर्दै ठोक्यौ गाँठे ठोक्दियो हाम्रो जन्तीको गाडी ठोक्न पाउँदैन त हौ कहाँ छ अरे भाइ नि यत्रो यहाँ ए ठाउँ आफ्नो साइड हेरेर जाऊ उता तल साइड गरेर हेर घुम्ती भयो नि त नि हेर्नुपर्छ नि यार यहाँ हेर्नु हाम्रो गाडी यत्रो कुनामा छ यार यहाँ यत्रो सेपेर गएको छ यहाँ छोएर तपाईँले ठोकेको हो क्या यो के टेट भनेको हौ तपाईँले हानिरहेछ यार गाडी यो गाडी त्यो तपाईँको उता साइडमा तपाईँको सो हेर्नु त कहाँ पुगेछ उहाँ हेर्नु त सो कहाँ पुगेछ यस्तो हो कि ब्रदर होइन यहाँ आउनु होइन यहाँबाट तपाईँले यहाँबाट छुट्यो तपाईँ जान त आफ्नै साइडमा पुग्नु भयो कि तर हेर्नु न यहाँ हेर्नु नि कहाँबाट छुएछ तपाईँ साइड हेरेर हानेको क्या रोकिसकेपछि हानेको क्या आएर गुरुले होइन तपाईँले आफ्नै साइड च्यापेर अब गर्थ्यो गाडी यो साइड कति छ यहाँ हेर भाइ कति बित्ता छोडेर राख्छ यो गाडी बित्ता कहाँ पुगेछ कस्तो होइन के हो त होइन आफै सोच्नु न तपाईँ गाडी आफ्नो गाडी कहाँ छ र यत्रो ग्याप छ ल गाडी हो भाइ ब्रदर यो त छ नि माटोले गर्दा रोड अझै भित्रसम्म छ कि अझै ट्राफिक बोलाउनु पर्यो पुलिस बोलाऊ यो गाडी रोक्यो रोकेपछि हान्दै गर्दा प्लास्टिक उहाँ परबाट पर ढोकाबाट छोड्दै आएको छ अनि कसको यो गाडी गाडी अब उयो गरौँ न धेरै ठुलो कुरा किन रोकेको मात्रै देख्यो गाडी यत्रो छोएको चाहिँ देखेन मैले चाहिँ हेडलाइटै फुटिन्छ हानेको छ हाम्रो चाहिँ गाडीको गुरु मिलेको छैन अझै होइन बाइक र गाडी दुइटा गाडी चाहिँ टक्क थोरै टच भयो अनि कुरो नमिलिसकेपछि चाहिँ हाम्रो चाहिँ अझै फाइनल भएकै छैन कि कसले बनाउने कसो गल्ती भनेर होइन गल्ती चाहिँ त्यो गाडीकै देखिन्छ कन्फर्म भएकै छैन है रोडमा यत्रो काम भइरहेछ फोटो यहाँ नेटै छैन उहाँ आउनु कति टाइम लाग्छ भन्नु त को कति आउनु कति टाइम लाग्छ होइन पुलिसले त रिपोर्ट बनाइदिइहाल्छ नि भाइ पुलिस रिपोर्टमा यहाँ मैले कुरा बुझ्यौ जो पनि आएर हुन्छ त सल्लाह गर्दैछौँ हामी कति वर्ष यहाँ म आफै गरेर आएको हो त्यत्रो तलतिर ठाउँ छ अनि अब यहाँ पेलेर लिएर हुन्छ ढिलो भइसक्यो सर यसले चाहिँ के हो खास चाँडो तत्काल दर्शन गर्छु म फेरि अर्को सर्ट हाल्छु नि ओ भाइ ओ भाइ आऊ त साउ आउँछ कहाँ आउँछ बेहुला जन्ती हिँडेको मान्छे 2 घन्टा भइसक्यो यहाँनिर कुरा गर अनि हामी लागिहाल्यो ढिलो हो भने अब कुरा भइहाल्छ भित्रबाट बस्नु त्यहाँ टाढा त अनि यो चाहिँ हाउराले हेरेर बस्नु देउरा तातेर मान्छे भयो भने फेरि फेरि यहाँसम्म हाने दुईसै गाडी त तार अगाडि अझै अगाडि आछ के भयो भने हाम्रो कुरो मिल्यो दाइ अब मिल्न लाग्छ भाइ मिल्यो ल ठिक छ अब हाम्रो चाहिँ सानो तिनो होइन सानो चाहिँ भएको थियो होइन अब त्यो चाहिँ अब मिल्यो होइन भर्खर पुलिस आइसकेपछि भोटमा होइन म कहाँ बस्छु नि अब हामी चाहिँ लाग्छ होइन झन् सजिलो झन् एकैछिन प्रेसरमा आइहाल्छ कि हाम्रो सजिलो चाहिँ फेरि हाम्रो छिराउनु न जानु रे यहाँबाट यत्रो कडोमा त्यो यत्रो ठाउँ छ बिचमा छ गाडी नि बिचमा छ गाडी यार यस्तो हुन्छ नि बाख्राले सुगाइ माऱ्यो भने पैसा नतिर पुलिसको मा जाउँ भन्नु त्यहाँ नतिर अनि त्यहाँबाट पुलिसको आएपछि अनि त्यहाँ हुन्छ भन्दै थियो कि
त्यो छाडा घर छेउ भने छाडा होइन अरे क्या पालेको चिज समातेर भन्छ बाँडेर हुन्छ होइन कुखुराहरूलाई पनि थुनेर राख्नुपर्छ अरे क्या के गरेको त यो अहिले चाहिँ हामी हिले पानीमा आइपुग्यो है त्यो चाहिँ हिले पानी र हर्कपुर यता हलेसी जाने बाटो देखेर चाहिँ अहिले हामी चाहिँ हिले पानीको ठ्याक्कै टर्निङमा छौँ यहाँबाट चाहिँ हामी यता राइट टर्न गर्छौँ है त यो ठाउँबाट चाहिँ काठमाडौँ पुग्नु ओखलढुङ्गाको बजार छेउमा आएको छौँ है हामी चाहिँ दुईवटा गाडी कुरिरहेको छौँ अलिक पछाडि भयो नि त हाम्रो कति 4वटा 5वटा गाडी आइसक्यो कति टाइम लाग्छ अब हजुर 2-3 घन्टा लाग्छ अझै आम्मा 2-3 घन्टा लाग्छ अरे होइन अझै अब हामी ओखलढुङ्गा बजार पुग्नलाई अझै 10-15 मिनट लाग्छ होइन 15 मिनट जति लाग्छ अझै इधरको भाइ सोल्टिनी छ छैन सोल्टिनी छ अरे सोल्टिनी छ अरे नि त सोल्टिनीसँग नाच्नलाई त रेडी हो होइन हाम्रो जाडो हुन्छ होइन सबभन्दा खतरा डान्स यता हान्छ कुन डान्स हान्छ अरे भन्ने नि त एकचोटि हाम्रो पवन दाइले डिजेमा चाहिँ नहान्ने ल ठिक छ एकदम रमाइलो हुने हो त्यसो भए चाहिँ सबभन्दा धेरै चाहिँ आजको रमाइलो हुन्छ हाम्रो अध्यक्ष र पवन दाइको है एकदम चाहिँ दुईजनाको चाहिँ एकदम कडा आउँछ होइन डान्स चाहिँ एकदम रमाइलो भइरहेछ होइन रमाइलो एकदम हामी कहाँ गएको एकचोटि फेरि भन्नु त हामी सोलु पञ्चन फुलुङ दुधकोशी गाउँपालिका है सोलु खोला तरेर हामी जान्छौँ हामी जुबुभन्दा सिधा पहिला गएको छ पहिला गएको छ कति घन्टा लाग्छ भन्नु अब हामी जस
4 घन्टा 4 घन्टा पुग्न सक्छौँ 4 घन्टा अब हामी चाहिँ 4 घन्टा पछि चाहिँ हामी यहाँबाट पुग्छौँ होइन अहिले ओखलढुङ्गा बजार पुग्नु कति छ त बजार पुग्न आधी घन्टा लाग्छ आधी घन्टा छ हाम्रो अध्यक्षको चाहिँ ससुराल नजिक रे उहाँको चाहिँ ससुराल पुग्न लागिसक्यो हाम्रो बेहुलाको ससुराल नपुगेर तनाव छ नि त अरू यात्रा हाम्रो राम्रै भइरहेछ अब हामी चाँडै नै पुग्नेछौँ हामी जन बेहुलीको घरतिर सो गाइज भेट बेहुलाले खुकुरी रम नखाउने भयो यिनीहरूसँगै हिँड्दैन कि यस्तो छ कि त्यही भएर मलाई झ्याउला चाहिँ पछाडि को छोडिरहेको छ गाडी अगाडि छ 5 वटा सरोज र को छ पछाडि छोड्यो पछाडि छ 2टा गाडी आउँछ बच्चुदाई बरु अब हामी चाहिँ अब अहिले चाहिँ तेल हाल्ने ठाउँमा आइपुगेका छौँ होइन सबै गाडीले चाहिँ तेल हाल्नुपर्ने हुन्छ होइन किनभने गाडीमा तेल छैन नि त फेरि हाम्रो बेहुलाको ससुरालीतिर नपुग्ला होइन त्यही भएर हाम्रो चाहिँ सबै गाडी चाहिँ तेल हाल्नको लागि चाहिँ लाइनमा छ होइन तेल हाल्नु पऱ्यो नि दाइ होइन तेल हाल्नु पऱ्यो अब हामी चाहिँ सबै गाडीलाई चाहिँ तेल हाल्नुको लागि लाइन लाउँदैछौँ सो गाइज के तान्नु रे दाइ ट्याङ्कीको बिर्को खोल्दै खलासी बनायो नि आज मलाई ड्राइभरबाट खलासी बनाइदियो आज खोइ ल खोइ एकदम धेरै 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 चिसो छ होइन हेलो दाइ हेलो गाइस अब त सबैजना गाडीलाई चाहिँ टपेर आइसक्यो होइन अब यो हामी चाहिँ यो पत्ताले कि यो सत्ताले भन्छ यो उकालो चढिरहेको छौँ सो हामी चाहिँ भिडियोमा चढिरहेको छौँ है हाम्रो प्रोसँग जाडोले नपर्ने रहेछ नि त माइ गड
कस्तो हुसु लाग्दो रहेछ कि आमामा फाइनल्ली ठाडे पुग्यो एकदम तातो तातो थुक्पा खाइयो होइन यो तिम्रो धेर बसेर मेरो जिब्रे पारेर गरे खाएँ तपाईँको चाहिँ पारेर परेन मेरो विरोध भयो बढी भयो मैले त त्यो थोरै हाल्नु पनि धेरै हालेछु कि एकदमै मेरो चाहिँ पारेर गरिरहेको छ होइन अब हजुर यो त मेल गरिदिनु पर्यो ए हुन्छ यो भरे भोलि गरौँ न है अहिले त मिलेन मेल गर्छौँ हामी रेडी भइसकेपछि ओके 2 घन्टा लाग्छ अरे अझै पुग्नको लागि हामीलाई चाहिँ अब 2.5 घन्टापछि चाहिँ हामी बेहुलीको घर पुग्छौँ होइन अब जस अँध्यारोमा चाहिँ पुग्ने भयो कि हामी चाहिँ अँध्यारो हुँदाखेरि चाहिँ अब हामीले चाहिँ त्यो ठाउँहरू खासै कस्तो छ भनेर चाहिँ हामीले अवलोकन गर्न चाहिँ नसकिने भयो होइन त्यही छैन त्यही पनि अब बिहान खिचौँला है अब हामी यहाँबाट हिँड्छौँ अब हिँड्ने टाइम भइसकेको छ हाम्रो चाहिँ गाइस है कति बज्यो अहिले अहिले हेलो 10:30 भयो गाइस हाम्रो यहाँ आउँदा ल 10:30 भयो है 10:30 बजी त्यही भएर यो दिउँसो यो गाउँको भिडियो चाहिँ खिच्न पाइएन अब भोलि बाँकी भिडियो अरू जुन छ नि यहाँको दृश्यहरू चाहिँ भोलि खिचौँ ल हामी चाहिँ आइसकेका छौँ होइन फाइनल्ली यहाँ बिहे घरमा फाइनल्ली गाइस खतम भयो हामी आइसकेका छौँ अब चाहिँ बिहे घरमा अब सोल्टिनेहरू चाहिँ अब यो अँध्यारोमा देखिएन अब हेर्दा हुन्छ है यतै सरोजनी के कपड़े पहन के जाती मैडम इसको वीआईपी में कॉम्प्लीमेंट्री शॉट्स भी दे दो इसको गाड़ी होइन अस्ति होस् चलो खोइ त सचिवज्यू उठ्नु पर्यो त्यही त नि अनि कहाँ हुँदैन ताली अलिक जोर ताली तिम्रो माया मुटुमा धेरै छ तिम्रो माया मुटुमा धेरै छ माया भन्ने चिजले के छ हाम्रो घरमा विद्यानाश घटेको छैन एकछिन पनि तिमीलाई नदेख्दा ताली उठो चट बस्यो ढुङ्ग्री रहेछ ढुङ्ग्री चाउचाउ पनि हो
त्यसमा चौध ए ढुङ्ग्री चाहिँ ढुङ्ग्री चुरोट छ रम्बा रम्बा ए ढुङ्ग्री कति पर्छ 200 को ल 200 रुपैयाँ भयो लु कति ओहो 200 रुपियाँ गरेर ल यो खोलौँ यो खोलौँ न 200 रुपियाँको सारकै जम्मा 200 को ए पानी परि आयो 200 रुपियाँ गरेर जम्मा यो होइन यो 200 को माल हो यो 200 को माल पक्रिन्छ चाहिँ काट्नु ल त्यो 200 भयो यसको आज सुन साहब चाहिँ तपाईँको बर्थडे हो सबिन दाई तपाईँको बर्थडे हो बर्थडे भयो तिमीहरूले गिफ्ट ल्याऊ बर्थडेमा खाजा जानु पाएको हामीले यति धेरै यार 200 रुपियाँको ढुङ्ग्री यही दिन न है यो सबिन दाईको बर्थडे रे कि सब किनेको रे चाहिँ बर्थडे हुन्छ आज जन्ती आएको त बर्थडे परेछ होइन बर्थडेमा चाहिँ यो कतिको किन्यौ सरोज तिमीलाई पनि थोरै दियो त सरको मिठो चाहिँ कन्टे केटा हो हो कन्ने केटाको मिठो हुन्छ यो राति आएको ठाउँ चाहिँ यो होइन हिजो बेलुका आउँदा चाहिँ यो ठाउँ कस्तो छ भन्ने कुरो पनि थाहा भएन अनि अहिले चाहिँ यसो झट्टा हेर्दाखेरि गाउँ चाहिँ एकदम पातलो रहेछ कि खासै बस्तीहरू पनि छैन त्यहाँ एउटा घर छ बेहुलीको घर यो अगाडि होइन यो रुखले त चलिरहेछ अनि यो तल चाहिँ अलिक गाउँ पाउँदो रहेछ होइन पारि फेरि खोटाङै पर्दो रहेछ है यो महेश्वरी ऐसिल खड्का के भन्दो रहेछ पारि चाहिँ ऐसिल खड्का खोटाङै परेछ हामी चाहिँ यस्तो लङ घुम्यो नि त त्यहाँदेखि यो माथि चाहिँ पातलो गाउँहरू रहेछ होइन पातलो गाउँ रहेछ अनि यो माथि एकदम धेरै पातलो गाउँ कि यो चाहिँ सोलुको पञ्चन भन्ने ठाउँ एकदम पातलो गाउँ रहेछ यतातिर गाउँहरू देख्न सक्नुहुन्छ खासै छैन अगाडि एउटा घर छ अनि पारिदेखिको चाहिँ खोटाङ रहेछ है खोटाङ जिल्ला त्यही हो हिजो बेलुका त अब के अँध्यारो मारेर भिडियो गर्न पाएन होइन जस रमाइलो भयो ठाउँ चाहिँ यस्तो रहेछ है यो सोलुको पञ्चन ठुलुङ दुधकोसी गाउँपालिका ठिकै छ अब हामी चाहिँ बेहुलीको घरतर्फ लाग्छौँ है त बेलुकाको भिडियो चाहिँ लिन पाइएन त्यही भएर अहिले बिहान चाहिँ भिडियो लिँदैछु फोनमा चार्ज पनि थिएन होइन लाइन पनि जाँदै आउँदै गर्दो रहेछ त्यही भएर लाइनको समस्याले केही भन्छ गर्थ्यो त्यहाँ तल गाउँको अर्ग्यानिक बिड ओ सरोज कस्तो आइरहेछ दामी आइरहेछ ह्यान्डसम सकिँदैन ह्यान्डसम आइरहेछ नि त है म पनि एकदम ह्यान्डसम देखिरहेको छ अरे भन्छ होइन सो अब हामी बिहेको घरतिर छिर्दैछौँ है त गेट छेउमा पुगिसक्यो हाम्रो बेहुला बेहुलीको चाहिँ बिदाई हुने कार्यक्रम भइरहेछ होइन अब हाम्रो चाहिँ खाना खाने कार्यक्रम हुँदैछ है हाम्रो लगभग 80 जनाको टिम चाहिँ खाना खानलाई बसिसकेको छ है यति धेरै छ के लागेन भन्नु है गाइजहरु भन्नु न हामी ल्याइहाल्छौँ नि भन्नु भरे भोक लाग्छ होइन त्यही भएर अहिले खानु पर्यो नि त बाटो टाढा छ
यहाँ होइन खोटाङ अलिक हुनुपर्छ यहाँ नन भेज पनि हुनु अहिले 16 को पञ्चनमा हाम्रो पवन दाइले चाहिँ के अरे सुँगुरको मासु खाँदैन यो सुँगुरको मासु होइन सुँगुरको मासु होइन यो छ के मटन मटनको व्यवस्था छ यो सुँगुर नखानुलाई मटन के हो यो खानुहोस् कसले रक्सियो ए त्यो त हुँदैन किन खाँदैन नि कहिले हो र अहिले खाइराख्नुपर्छ है कसलेको ए तपाईँहरूको दिनुहुन्न नि फेरि जन्ती आउँछ हामी दिन्छौँ नि त तपाईँहरूलाई दिइहाल्छौँ सबैलाई चाहिन्छ कसलेको होइन हामी त दिन्छौँ त्यही त हामी त सबै दिन्छौँ तपाईँहरूलाई के साह्रो होइन केही चाहिन्छ यता तपाईँहरूलाई के चाहियो के चाहियो भन्नु है हाम्रो भन्नु हजुर भन्नु हजुर के मागेको हो चाहिँ ए आमा बेहुला बेहुली यत्रो भाग लिएछ सबले हामीलाई चाहिँ थोरै यो हामीलाई हो भाउजू सिन्टी उठिसक्नु भएको छ दाइ बिस्तारै हो ओके आइजको एकदम नम्बर 1 उत्कृष्ट डान्सर सबिन राई मुस्कान चाहिँ त्यो हाँस्नु त एकचोटि डान्स गर्दा डान्स गर्दा कस्तो हाँस्यो त फेरि सबिन त एकचोटि गर्नु त एकचोटि गर्नु न गर्नु न एकचोटि ल देखाइदियो ए बिदाई कार्यक्रम सक्यो होइन अब हामी चाहिँ गाइज अब हामी चाहिँ बेहुला बेहुली सक्यो अब हामी चाहिँ खोडाङतिर जानलाई रेडी हुँदैछौँ जाँदैछौँ गाडीतिर गाइज अब हाम्रो चाहिँ भिडियो पनि अन्तिम भइसक्यो हिजोदेखि भिडियो खिचेको मेरो 256 GB स्ट्रोक चाहिँ भरिनु लागिसक्यो अब केही दुई चारवटा मात्रै पाउनु हुनेछ अब हाम्रो चाहिँ भिडियोको अन्तिम भइसकेको छ है अब अन्तिममा चाहिँ आएर हामी चाहिँ के भन्छौँ भने यो भिडियो सबैजनाले हेरिदिनु होला हाम्रो सब्सक्राइब गरिदिनु होला लाइक कम्पनीको कमेन्ट सब्सक्राइब गरिदिनु होला रबिन साम्पाङ दाईको हाम्रो सचिवज्यूको बिहे हो यो चाहिँ अनि एकदम बबाल रमाइलो हो हाम्रो सबैभन्दा धेरै रमाइलो गर्ने यता बच्चु काका अनि यता हाम्रो दाई सेकेन्डमा म पर्छु होला अझ 1-2 नम्बरको त बाँकी नै छ होला सरोजको के त सरोजको निहार खाइयो त भनेको निहार नि दुईटा क्वार्टर चाहिँ यता लाज लाग्छ नि फेरि नमाग्दा एउटा इन्टरभ्यू लिन्छ कसरी भन त ल म लिन्छु ल म पत्रकार भएँ होइन ल कसरी हो सोध्नु न चाहिँ कोसँग नाच्यो कसरी नाच्यो हाम्रो कुन गीतमा डान्स गर्यो मलाई सोध न म हेर्ने मान्छे हो उच्च तामाङ हुनुहुन्छ है बाबु लामा बाबु लामा हुनुहुन्छ उहाँ चाहिँ मेरो दोस्त पनि हो किन भागेको अब ल म सम्झेर सोध्नु मनोजलाई हेलो सर के छ गुड मर्निङ हजुर लाभा सर हुनुहुन्छ होइन यस यो सिधै बस्नु नि हजुर होइन ढाड कमजोरी छ हजुर ढाड प्रब्लम तपाईँ त हिजो नि परालो पनि सुत्नु गएर त पराल मुनि त हजुर सुत्नु भएको म भिडियो देखाइदिन्छु हजुर टाउको मात्रै तपाईँको बाहिर देखेर पेट्रोल छड्केर आगो लागिन्छ पनि भने हजुर तपाईँलाई तर मैले गरेर जोगिनु भएको तपाईँ हजुर त्यही भएर है हजुर ठ्याक्कै त्यो के सुताइरहे त त्यो पुरा होइन चरा गुड जस्तो बनाएको थियो होइन होइन त्यो सुतिरहेको माउस सुँगुरले बच्चा पाउने बेला झ्यास उगाएर जस्तो उगाएर थियो हाम्रो त सुत्नु भएको थियो मैले भिडियो फोटो छ बेहुली आइसक्यो है ल है आयो बेहुली आयो त अब फेरि लिएर आयो हे भाउजू लिएर आयो गाइस हामीले भाउजू लिएर आयो भाउजू लिएर आउँदैछ बस गाडी त्यो गाडीमा चढाउनु पर्ने यो ढोका खुल्ला सबै बन्द छ अरू चाहिँ गाडीमा हामी बहिनी गएन मात्रै एकछिन अर्को गाडीमा लगाइदिनुहोस् है चाबी खोल्नु न बजी दाइको चाबी ल्याउनु भन्नु न फाइनली अब हामी रेडी भइसकेको छ ल आउनुहोस् तपाईँहरू फर्किनुहोस्
फाइनली गाइज अब हामी चाहिँ खोटाङतर्फ लाग्न लाग्यो है। अब चाहिँ हाम्रो बेहुला बेहुलीलाई पनि बिदा दिइसकेको छ यहाँको अब बेहुलीपट्टिको मान्छेहरूले होइन। उहाँहरूले हामीलाई बिदा दिइसक्नुभयो र अहिले यो गाडीमा अनि त्यो गाडीमा हाम्रो 6वटा गाडीमा मान्छे प्याक भइसक्यो। एउटामा 6:30 बेहुला बेहुली गाडी आउनु बाँकी नै छ। अब हामी चाहिँ बेहुली लिएर हिँड्न लागि गाइज है, सबैजना हिँड्न लाग्यो। सबैजनालाई बाई बाई। बाई बाई।